आजको यस हाम्रो जुन चाहिँ यो ब्युटिफिकेसन सोमलाई लिएर हामीले सोमलाई सोचेर एउटा सौन्दर्यकरणको काम हामीले सुरु गरेका थियौँ र सफलतापूर्वक हामीले यो बनाउनुमा सक्षम बनेकोमा हामी मात्रै नभएर यहाँ तपाईँहरू जति पनि हामीसँग जोडिनु भएको छ हजुरहरू पनि सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ र साथसाथै हजुरहरूको महत्त्वपूर्ण समय आजको यस उद्घाटन समारोहमा हजुरहरू आइदिनु भएकोमा हामी सम्पूर्ण युवावर्गहरूबाट हजुरहरूलाई धन्यवाद दिँदै आजको यो कार्यक्रम सुरु गर्न गइरहेका छौँ। तसर्थ सर्वप्रथम हामी हाम्रा चुनावी चिन्ह भनौँ, हाम्रो पार्टीको चिन्ह भनौँ, हामी अब खुलेर बोल्नुपर्ने कुरा हुन्छ किनभने हेर्नुहोस् है, हामी अब यो प्रजातान्त्रिक मोर्चाद्वारा नै हामीले आज पञ्चायत अनि समितिमा हाम्रो अति आदरणीय मेरा मित्र सर रिवाज गुरुङलाई हामीले सम्पूर्ण सोमलाई प्रतिनिधित्व गरेर उहाँ एउटा समितिको मेम्बर भएर उहाँ उठ्नुभएको थियो र उहाँसँगै नै अब कतिवटा हाम्रो बातचित हुँदाखेरि एउटा सोमको लागि नाला जोडा मात्रै नहेरेर पानीको काम मात्रै नहेरेर एउटा सम्पूर्ण सोमले नै उपभोग सबैलाई नै एउटा गर्वको फिल गर्ने एउटा काम गरौँ भन्दाखेरि हाम्रो मस्तिष्कमा यो प्रोजेक्टको बारेमा हामी चर्चा परिचर्चा गरिरहन्थ्यौँ र उहाँले पनि अब धेरै कठिनाइहरू झेलेर उहाँले पनि यो प्रोजेक्टलाई पास गर्नुभयो र उहाँको कारण पनि यो प्रोजेक्ट यहाँ सक्षम भयो र एकपल्ट उहाँलाई पनि यहाँ उपस्थित सबैले उहाँलाई जोरदार ताली बजाइदिनुहुन्छ भन्ने विनम्र निवेदन गर्दछु। यस्तै प्रकारले म यहाँ हाम्रा पञ्चायत प्रधान अति आदरणीय आन्टी सरिता आन्टीज्यू अनि हाम्रा टिम म्यानेजर हाम्रा फ्याक्ट्री म्यानेजर आदरणीय सर दास सरलाई यहाँ अघि निम्ताउन चाहन्छु। हावा आउँदैछ केही महिना अघिदेखि हामीले घाम पानी असिना तुषारो केही नसम्झी धेरै सहयोगी हातहरू लिएर हामीले यो कार्य गर्न सक्षम बनेका छौँ र यस्तै प्रकारले यो कार्य गर्नुमा हाम्रा समिति लेभलबाट त उहाँले यो कार्यलाई पास गर्नु सक्षम बनियो र उहाँलाई त हामी आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ र अब आउँदो दिनहरूमा यो हाम्रो हिजोसम्मको कार्य हामी माझमा थियो, हामीलाई यो जसरी पनि हामीलाई यसलाई सक्सेस एउटा सक्षम बनाउनु थियो र अब आउँदो आजदेखि चाहिँ उपरान्त दिनहरू जति पनि छन् म सम्पूर्ण हाम्रा सोमका जति पनि हाम्रा महानुभाव दाजुभाइ दिदीबहिनी हाम्रा बडा पुर्खा हाम्रा मित्रगणहरू जति पनि हुनुहुन्छ आजदेखि त हामी यो जुन चाहिँ यो ब्युटिफिकेसन अफ सोम छ हजुरहरू सबैलाई त हामी हजुरहरूमाथि सुम्पिन चाहन्छौँ र आउँदो दिनहरूमा त हजुरहरूले पनि यसलाई आफ्नो प्रपर्टी सम्झेर नै हजुरहरूले पनि यसको देखरेख गरिदिनुहुन्छ भन्ने हामी आशा साचेका छौँ र यस्तै प्रकारले यो कार्य गर्नुमा हामीलाई हाम्रा बदामताम सोम फरेस्टले पनि हामीलाई सहयोग गर्नुभएको छ र त्यसमा पनि हाम्रा रेन्जर बडा अति आदरणीय सुभाष बडालाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। साथसाथै यो हाफ वे टी गार्डन हुनु कारणले गर्दाखेरि हामीलाई टी म्यानेजरहरूले पनि उहाँहरूले हामीलाई यस एरियाको लागि उहाँहरूले हामीलाई एनओसी दिनुभएकोमा उहाँहरूलाई पनि हामी आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ र साथसाथै व्यक्तिगत रूपमा म मेरा दाई मलाई जहिले पनि सपोर्ट गर्ने मेरा दाई अति आदरणीय नरेश छेत्रीज्यूलाई पनि हामी आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ किनभने उहाँले पनि यहाँ आफ्नो फिजिकल्ली खटेर पनि उहाँले पनि धेरै कुरामा सहयोग गर्नुभएको छ र साथसाथै मेरा अति आदरणीय दाजु
जो उहाँलाई हेर्नुहोस् यो इन्जिनियरले डाइरेक्सन दिनुभएको थियो यो गर्नुपर्छ त्यो गर्नुपर्छ यस्तो हुनुपर्छ त्यस्तो तर उहाँ एउटा लोकल यहाँको बासिन्दा भएर अति आदरणीय दाइ प्रणेश गुरुङज्यूको यहाँ हात देख्न सक्नुहुन्छ र साथसाथै उहाँलाई सहयोग गर्ने मेरा भाइ सिद्धार्थ आले अनि टार्जन थापा उहाँको मेहनत साथसाथै हाम्रा उज्जवल मुखिया सिजस राई अनि प्रणय गुरुङ उहाँहरू यहाँ खटेर हेर्नुहोस् रात दिन खटेर उहाँहरूले आज यो हामी सोमको हेर्नुहोस् है हाम्रोमा बाटो आयो नाला आयो झोडा आयो गर्व गर्ने कुरा छैन तर हाम्रो यो कुराले त हामी गर्व फिल गर्न सक्छौँ है हामीले छाती फुलाएर त हामी भन्न सक्छौँ सोममा के गर्यौ भन्दाखेरि हामीले यो गरेको छौँ भन्न हामी सक्छौँ र उहाँहरू सबैलाई हामी आन्तरिक हृदयबाट हामी धन्यवाद दिन चाहन्छौँ र यति भन्दै म फेरि पनि यहाँ हाम्रा वार्ड नम्बर 10 का हाम्रा वार्ड मेम्बर अनि मेरा समाजका प्रेसिडेन्ट अनि नरेश छेत्रीज्यूलाई नरेश राईज्यू अनि नरेश छेत्रीज्यूलाई अघि आई यो नरिवल फुटाइदिने म विनम्र निवेदन टकाउँदछु ओके हाम्रा अति आदरणीय मित्र रिवज गुरुङलाई हामी माल्य अर्पण गर्न गइरहेका छौँ र यस्तै प्रकारले हाम्रा सोमसिङताम ग्राम पञ्चायतका प्रधान अति आदरणीय आन्टी सरिता आन्टीज्यूलाई पनि माल्य अर्पण गर्न लगिरहेको छौँ र यस्तै प्रकारले हाम्रा सोम टिम म्यानेजर सर दास सर अनि बब्लु सरज्यूलाई पनि हामी माल्य अर्पण गर्न गइरहेका छौँ यस्तै प्रकारले हाम्रा सोमदीपका हाम्रा रेन्जर अति आदरणीय बडा सुभाष कमलज्यूलाई पनि हामी माल्य अर्पण गरिरहेको छौँ र साथसाथै हाम्रा वार्ड नम्बर 10 का मेम्बर दौलत परिवारज्यूलाई पनि माल्य अर्पण गरिरहेको छौँ र यस्तो प्रकारले हाम्रा माल्य हामीमा थोरै हुन कारण म फेरि पनि म यहाँबाट आन्तरिक हृदयबाट फेरि पनि म यो जुन चाहिँ कार्य सक्षम बनाउने हाम्रा अति आदरणीय दाइ नरेश छेत्रीज्यू प्रणेश गुरुङज्यू अनि सिद्धार्थ टार्जनलाई म यहीँबाट उहाँहरूलाई फेरि पनि उहाँहरूलाई म आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु र यस्तो प्रकारले आउँदो दिनहरूमा पनि हामी सोमलाई सम्झेर सोमलाई अझै राम्रो बनाऊँ अझै राम्रो काम गरौँ भन्ने अपेक्षा लिएर हामी आउँदो दिनहरूमा पनि अझै हजुरहरूकै साथ मिलेर एकमुष्ट भएर यस्तो राम्रो कार्य गरौँ भनेर बाचा गर्दै हजुरहरूसँग पनि यो आजको यो कार्यक्रममा म यहाँ ओपनिङको जुन चाहिँ हाम्रो मेन कार्य रहेको छ जुन चाहिँ रिबन काट्नको निम्ति र यो रिबन काट्नको निम्ति म मेरै परम मित्र अति आदरणीय सर रिवज गुरुङलाई म यहाँ अघि निम्ताउन चाहन्छु र यति भन्दै यहाँ उपस्थित सम्पूर्ण मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई आगामी दिनहरूमा पनि हामी सबै मिलेर यस्तै कार्यहरू राम्रो कार्यहरू गरौँ र फेरि पनि हजुरहरूलाई के जानकारी गराउन चाहन्छु भने आजदेखि उपरान्त यसको ओपनिङ भएको छ र आजदेखि उपरान्त हामी सोमवासीको एकजना व्यक्तित्वको महत्त्व हुन्छ कि यसको देखरेख गर्ने किनभने हामीले यो सम्पूर्ण सोमलाई सम्झेर गरेको र यो कसैले पनि भन्न सक्दैन कि मैले गरेको यो मेरो प्रपर्टी हो म हेर्छु भनेर भन्न सक्दैन र भोलिको दिनदेखि चाहिँ सबै हाम्रा सोममा जति पनि हाम्रा महानुभावहरू हुनुहुन्छ दाजुभाइ दिदीबहिनी हजुरहरू सबैले आफ्नो प्रपर्टी सम्झेर आफ्नो एउटा जग्गा सम्झेर आफूले नै देखरेख गरिदिनुहुन्छ भने आशा राख्दै हजुरहरू यहाँ उपस्थित सबैले हामीले केही खानापिनाको बन्दोबस्त गरेको छौँ सबैले एउटा प्रसादको रूपमा भए पनि लिएर गइदिनुहुन्छ भने अनुरोध गर्दै र आजको यो कार्यक्रम यही अन्त भएको घोषित गर्न चाहन्छु र सबैलाई एकपल्ट फोटो सेसनको निम्ति यहाँ यसको ब्याक साइडमा गइदिने म निवेदन राख्छु हुन्छ
अरे नयाँ नयाँ आज फर्स्ट टाइम अझै लिएर आउनु पुरा भन्दैछ ओपनिंग है ना तो आप लोग फर्स्ट आया सो वेलकम टु आवर सोमती स्टे क्या है खाना है टीका चावल का टीका है ये आज ही खुलेंगे आज ही ओपनिंग है ओपनिंग में आप लोग फर्स्ट है You are the first guest out here, so we welcome you. One more. no We we are from Durgapur, West Bengal. Oh, Durgapur, West Bengal. So, did you like this place? It's my first time. Actually, my driver just guided me Oh, that the new ticket is going to open. That's why. okay, okay. okay thank Welcome. So actually, we started from since last month. So today we only opening ceremony. So we did today only. So hope you guys will like this place. Where is your factory? Factory actually because of this crowd. So you can see the view from here, the valley. You can see nicely the Kanchenjunga view, Sikkim, and from out here you can see the Nepal also. Sandapu, you heard the name Sandapu Falls. You can see from out here. But the weather is not good, that's why you can see from here. So you can visit there is many beaches out here. That's the beautiful this place is very beautiful okay. Thank you, man. Thank you. Okay.